नमस्ते, म मनोहर अधिकारी। म चाहिँ अहिले foodpandu.com भन्ने सर्भिस रन गरेर बसिरहेको छु। 2049 मा मैले विजय मेमोरियल हाम्रो दिल्ली बजारमा छ, त्यहाँबाट मैले चाहिँ एसएलसी पास गरेको हो। सर्टिफिकेट लेभल थियो आइकम भनेर, त्यो चाहिँ मैले बानेश्वर कलेज, बानेश्वर क्याम्पस भन्ने छ बानेश्वरमा, त्यहाँबाट गरेँ। ब्याचलर डिग्री चाहिँ पशुपति क्याम्पस थियो, त्यहाँ गरेँ। नेपाल कमर्स क्याम्पसबाट चाहिँ मास्टर्स डिग्री गरेको। foodpandu.com चाहिँ एउटा ई-कमर्स सर्भिस भयो हैन। यसमा चाहिँ के हुन्छ भने हामीसँग 100 वटा भन्दा बढी, अहिलेको कुरा गर्ने भने 100 वटा भन्दा बढी हामीसँग मेम्बर रेस्टुरेन्टहरू हुनुहुन्छ। अनि हामीले प्रोभाइड गर्ने सर्भिस एरियाभित्र, अब अहिलेको केसमा काठमाडौँको रिङ रोड भित्र प्लस बाहिर पनि एक दुई ठाउँमा हामीले सर्भिस दिन्छौँ। त्यो भित्रको कुनै पनि कस्टमरहरूले चाहिँ हाम्रो मेम्बर रेस्टुरेन्टहरू 100 वटा मध्येमा जुनसुकैबाट पनि हाम्रो वेबसाइट थ्रुबाट अथवा फोन गरेर अर्डर गर्न सक्नुहुन्छ। वेबसाइट थ्रुबाट अर्डर गर्नुभयो भने चाहिँ हाम्रो www.foodpandu.com मा जानुहुन्छ हैन। फोन गरेर हामीले चाहिँ रेस्टुरेन्टलाई हामीले चाहिँ यति बेला प्रिपेयर गरिदिराख्नुहोस् भनेर हामीले भन्छौँ हैन। अनि त्यो टाइममा चाहिँ हाम्रो डेलिभरी बोयलाई त्यहाँ चाहिँ पठाउँछौँ। पठाइसकेपछि उहाँले चाहिँ त्यहाँबाट पिकअप गर्नुहुन्छ खानेकुराहरू त्यहाँबाट। अनि कस्टमरले जुन हामीलाई अगाडि जुन अर्डर के अरे एड्रेस दिनुभएको थियो त्यो एड्रेसमा चाहिँ पुर्याइदिनुहुन्छ। घरमा डेलिभरी भइसकेपछि अनि कस्टमरले चाहिँ क्यासमै पे गर्न सक्नुहुन्छ। मैले चाहिँ फुडपान्डु थाहा पाएको चाहिँ लगभग 1.5 वर्ष 2 वर्ष जति भयो होला। र अहिलेसम्ममा अब कहिले घरमा गेस्ट आउँदाखेरि अब आफू इन्गेज हुनुपर्छ, त्यो अवस्थामा चाहिँ हुन्छ नि अल अफ सडन अब गेस्टलाई बोलाएको बेलामा चाहिँ एकदम युजफुल लाग्यो। किनभने पहिला नै आफूले केही गर्नु परेन, रेडिमेड सर्भिस हुन्छ। र दोस्रो चाहिँ कहिले कहिले अब घरमा चाहिँ अब म भएको बेलामा अथवा एकजना दुईजना मात्र भएको बेलामा पनि बाहिर पनि गएर खानु मन नलाग्ने र घरमा पनि पकाउनु मन नलाग्ने, त्यस्तो अवस्थामा चाहिँ यो चाहिँ मैले चाहिँ त्यो हिसाबबाट चाहिँ यसको चाहिँ प्रयोग गरेको छु। अनि जस्तो फुडपान्डुमा चाहिँ को जो नेटवर्कमा चाहिँ विभिन्न किसिमको खालको रेस्टुरेन्टहरू भएको हुनाले चाइनिज इन्डियन अब भएको हुनाले आफ्नो टेस्ट अनुसारको पनि एउटा अर्डर गर्न पाइने र त्यसको साथसाथै त्यो रेट पनि फरक भएको हुनाले आफ्नो बजेट हेरिकन त्यो पनि गर्न पाइने, यो पनि अब अलिकति राम्रो नै लाग्यो। मेजर कुरा भनेको सुरुमा रेस्टुरेन्टलाई कन्भिन्स गराएर हाम्रो चाहिँ वेबसाइटमा एसोसिएट गराउनलाई नै, हाम्रो सर्भिसमा एसोसिएट गराउनलाई नै सबभन्दा ठुलो प्रब्लम भयो। अरू प्रब्लम भनेको त अब कस्तो भने एउटा लजिस्टिकल कुराहरू म्यानेज गर्नु पनि प्रब्लम हो। नयाँ सर्भिस हो, अब डेलिभरी गर्नु त गर्ने, कसरी गर्ने, भेहिकलहरू कसरी एरेन्ज गर्ने, त्यसमा अब खानेकुराको टेम्परेचर मेन्टेन गरेर लानुपर्ने हुन्छ, बक्सहरू ब्यागहरू के गरी एरेन्ज गर्नेदेखि लिएर हरेक कुराहरू। प्लस अब अर्को भनेको चाहिँ अब लोकेसनहरू काठमाडौँको पत्ता लगाउन गाह्रो छ। अनि त्यही भएर हामीले एकदम लिमिटेड एरियाबाट सुरु गरेका थियौँ। डेलिभरी सर्भिसमा उहाँहरू पाइनियर हुनुहुन्छ बेसिकली। त्यो नभएको उहाँहरूको सर्भिसले गर्दाखेरि हामीलाई एडभान्टेज भनेको जुन यो एक्स्ट्रा कस्ट जुन हामीले इन्कर गर्नुपर्छ सबैको डेलिभरी सर्भिस मात्रै राख्नलाई, किनभने काठमाडौँमा अहिले एउटा ठाउँमा मात्रै डेलिभरी भनेर त्यहाँ पुऱ्याउनलाई टाइममा पनि पुऱ्याउनु पऱ्यो, प्लस ठाउँ पनि यति एक्सप्यान्ड भएको छ कि सो त्यसले चाहिँ फुडपान्डुको सर्भिसले चाहिँ हामीलाई के दिन्छ भने हामीले त्यो कस्ट इन्कर गर्नु पर्दैन। प्लस अफकोर्स उहाँहरूले सर्टन पर्सेन्टेज त लिनुहुन्छ, तर द्याट इज स्टिल अ लट लेस देन वाट वी हेभ टु इन्भेस्ट इन टर्म्स अफ ह्याभिङ अ सेपरेट डेलिभरी पार्ट। अब नेपालमा ई-कमर्स बिजनेसमा र त्यसमा पनि अब हाम्रो मल्टी रेस्टुरेन्ट फुड डेलिभरी सर्भिसको चाहिँ एउटा पायोनियर कम्पनी चाहिँ मैले इस्टाब्लिस गर्न पाएकोमा मलाई एउटा गर्व फिल हुन्छ। अनि अर्को कुरा चाहिँ के लाग्छ भने मैले कम्पनी स्टार्ट गरेर फाइनेन्सियली दो अहिलेसम्म हामी धेरै एकदमै राम्रो गर्न सकेका छैनौँ होला, फ्युचर चाहिँ एकदमै राम्रो छ हैन। र हामीले ग्रो पनि एकदमै राम्रोसँग गरिरहेछौँ। 20-22 जना मान्छेलाई पनि मैले चाहिँ जनालाई भए पनि मैले इम्प्लोइमेन्ट दिन सकेको छु भन्ने कुरामा चाहिँ मलाई एकदमै प्राउड फिल गर्छु। र केही न केही यसबाट इन्डाइरेक्टली मैले आफ्नो देशलाई पनि कन्ट्रिब्युट गरिरहेको छु कि जस्तो लाग्छ मलाई चाहिँ। अब इन टर्म्स अफ स्टाफ कुरा गर्दाखेरि पहिला हामीले 3 जनाबाट 2 जना डेलिभरी बोय प्लस 1 जना चाहिँ CSRबाट स्टार्ट गरेको। अहिले हामीसँग 23 इन्क्लुडिङ माइसेल्फ 24 जना छौँ हामी यो टिममा। त्यस कारण अब तपाईँले पनि गर्न सक्नुहुन्छ हामी कति ग्रो भइसकेका छौँ। अब अर्डरको कुरा गर्नुहुन्छ भने पहिला एक दिन अपरेसन स्टार्ट गरेको 1-2 महिनासम्म यस्तो पनि हुन्थ्यो, कहिलेकाहीँ अर्डर नै आउँदैन थियो हैन। कहिलेकाहीँ 2-3 अर्डर आउँदाखेरि खुसी भइन्थ्यो, ओहो आज 3टा अर्डर आयो भन्ने हुन्थ्यो।
अनि कहिलेकाहीँ अर्डर नआएर त्यो दिन 2 दिन 3 दिन अर्डर नआएको पनि केस छ कुनै बेलामा। अब त्यो बेलामा ल 2 दिन भइसक्यो अर्डर आएन, अब त आफै पनि अर्डर गर्नु पऱ्यो क्या भनेर आफै पनि अर्डर गर्थ्यौँ क्या हामीले। त्यस्तो सिचुएसन पनि थियो सुरुमा। अब अहिलेको कुरा गर्नुहुन्छ भने हाम्रोमा एभरेजमा झन्झन्डै 100वटा जति अर्डर आउँछ पर डे। हामीले चाहिँ सुनेको थियौँ फुडम्यान्डुबाट चाहिँ अब थुप्रै रेस्टुरेन्टहरूबाट चाहिँ अब मतलब फाइदाहरू गरिराखेको छ, अर्डर्सहरू धेरै आइरहेको छ भनेर सुनेको थियो। अनि त्यसपछि हामीले ट्राई गरेकोदेखि अनि राम्रो भएको छ। सुरु अहिले कति भयो हामीले सुरु गरेको? अहिले फुडम्यान्डुमा मेम्बरसिप सुरु भएको 23 भयो। अनि राम्रो उहाँहरूले हामीलाई दिइरहनु भएको छ। अनि एक्सपेक्ट गर्छौँ अझै राम्रो होस्, ग्रोथ होस् भनेर। कतिजनाले अब जस्तो अहिले उहाँले भन्नुहुँदै थियो कि हाम्रो अब उता एम्बेसी साइडबाट कतिजना यहाँ आउनु पाउँदैन नि त, अनि उहाँहरूले फुड अर्डर गर्नुहुन्छ अनि जस राम्रो सर्भिस भइराखेको छ। अनि फुडम्यान्डुले चाहिँ राम्रो काम गर्नुभएको छ अनि इट्स रियली हेल्पफुल फर आवर बिजनेस। अनि फर्दर आई होप द्याट है अझै हाम्रो बिजनेस प्रमोट हुन्छ फुडम्यान्डुले जस्तो लाग्छ। फाइनेन्सियली कुरा गर्नु भने अब प्रफिटको कुरा गर्नु भने चाहिँ अझै पनि हामी क्लियरली प्रफिटमा गइसकेको त छैनौँ, तर कस्टहरू सबै हामीले कभर गरिरहेछौँ अहिले। र अब जति ग्रोथ हुन्छ अब नेक्स्ट 1-2 वर्ष पनि प्रफिट भएको कुराहरू पनि ग्रोथमा हामी चाहिँ फेरि रिइन्भेस्ट गर्नुपर्ने हुन्छ। इन्भेस्टमेन्टको हिसाबले सुरुमा क्यास इन्भेस्ट त धेरै गरेको होइन र अब हाम्रो एक्सपेक्टेसन पनि त्यस्तो धेरै इन्भेस्ट गर्नुपर्छ भन्ने थिएन। त्यही 4-5 लाख रुपियाँ हामीले इन्भेस्ट गरेर इनिसियल होइन सिड क्यापिटल त्यति नै थियो, त्यहाँबाट स्टार्ट गरेको हो। र अरू कुरा चाहिँ अब यो नयाँ खालको कन्सेप्ट भएको हुनाले यो पहिलेदेखि अरूले पनि रन गरिरहेको बिजनेस मोडल होइन, एकदम कम्प्लिटली नयाँ हो। यसले चाहिँ टाइम लिन्छ। त्यसमा पनि इकमर्स भनिसकेपछि नेपालमा अहिले नै तुरुन्तै नै हुन्छ भन्ने कुरा चाहिँ मैले चाहिँ एक्सपेक्ट नगरेर म आफू पहिलेदेखि नै डिटरमाइन्ड भएको हुनाले बाहिरबाट एक्सटर्नल फ्याक्टरले मलाई जति चाहिँ पुस गरे पनि बन्द गर्न लाग्यो भने म आफ्नो सेल्फ डिटर्मिनेसनले गर्दाखेरि चाहिँ म बन्द गर्दिनँ नै भन्ने उसमा थिएँ र मैले चाहिँ अहिलेसम्म लिएर आएँ। अर्को कुरा चाहिँ हाम्रो जुन सर्भिस एरियालाई पनि सर्भिस एरिया मिन्स हामीले चाहिँ रेस्टुरेन्टको फुड डेलिभरी गरिरहेछौँ भने अब अरू रिलेटेड अरू केही सर्भिसहरू हामीले चाहिँ एसोसिएट गर्न सक्छौँ कि थप्दै जान सक्छौँ कि मैले त्योतिर चाहिँ विचार गरिरहेको छु अब फ्युचरको लागि। कस्तो चाहिँ आफ्नो तपाईँ कम्पनी रन गर्दै हुनुहुन्छ, आफ्नो काम गर्दै हुनुहुन्छ भन्दाखेरि जब गरेको कुनै अर्को कम्पनीमा जब गरेको भने कम्प्लिटली डिफ्रेन्ट हुन्छ, धेरै नै च्यालेन्जिङ हुन्छ। हरेक कुराहरू तपाईँले आफूले म्यानेज गर्नुपर्ने हुन्छ होइन। अनि त्यसमा चाहिँ फाइनेन्सियल कुरादेखि लिएर अफिसको जनरल एडमिनिस्ट्रेसनदेखि लिएर आफ्नो ह्युमन रिसोर्स टिमलाई कसरी म्यानेज गर्ने, कस्टमरलाई कसरी चाहिँ ह्यान्डल गर्नेदेखि लिएर कस्टमर सेटिस्फ्याक्सन, प्रमोसन, अब अरू हाम्रो केसमा भन्यो भने भेन्डर भन्नाले हाम्रो अब मेम्बर रेस्टुरेन्टहरूलाई कसरी ह्यान्डल गर्ने, हरेक चिज तपाईँको टाउकोमा हुन्छ, तपाईँले ह्यान्डल गर्नुपर्ने हुन्छ। त्यस कारणले त्यो चाहिँ निकै च्यालेन्जिङ कुरा हो। 2 वर्ष अगाडिको कुरा हो होइन। त्यो बेलामा हाम्रो एभरेज अर्डर भनेको त्यही दिनमा 25-30वटा अर्डर आउँथ्यो। अनि 25-30वटा आउँथ्यो, अलिक केही न केही बढी आउला, अलिकति भ्यालेन्टाइन डे हो आउन सक्छ भन्ने हाम्रो एक्सपेक्टेसन थियो। त्यही अनुसार हामी प्रिपेयर भएर बसेका थियौँ। तर चाहिँ त्यो दिनमा झन्डै 78-90 भन्दा बढी अर्डर, 3 टाइम्स भन्दा बढी अर्डर आइदियो। अनि यस्तो गाह्रो भयो हामीलाई त्यो बेला म्यानेज गर्नलाई। अब कस्टमरहरूलाई सबैलाई सर्भिस पनि दिन सकेन, कतिवटा अर्डर चाहिँ हामीले क्यान्सल पनि गर्नुपर्ने हो, हामीले चाहिँ नसक्ने भयो भनेर होइन। अब आफ्नो काम स्टार्ट गर्नु भनेको सबैको ड्रिम हुन्छ। कुनै पनि आफ्नो लाइफको एउटा उसमा चाहिँ केही न केही एक्सपिरियन्स तपाईँले गेन गर्नुहोस्, सानो पार्ट टाइम जब गर्नुहोस् अथवा केही गर्नुहोस्, त्यो चाहिँ तपाईँले लाइफमा चाहिँ एउटा एक्चुअल वर्किङ इन्भाइरोमेन्टमा कसरी काम गर्ने, मान्छेहरूलाई कसरी फेस गर्ने भन्ने कुराहरू चाहिँ सिकाउँछ कि। त्यो भइसकेपछि तपाईँलाई अलिकति कन्फिडेन्स आउँछ। अनि तपाईँको पढाइ सकिसकेपछि त्यो भएपछि अनि तपाईँले कुनै आफ्नो काम सुरु गर्नुभयो भने त्यो बढी चाहिँ सक्सेसफुल हुने चान्सेसहरू बढी हुन्छ। तर अब आफ्नो लाइफमा केही पनि गर्नुभएको छैन, एकैचोटि आफ्नो काम मात्रै गर्छु, पढाइ बेला पुरै सक्छु अनि मात्रै सिधै आफ्नो काम गर्छु भन्नुहुन्छ भने चाहिँ अलिकति गाह्रो पर्न सक्छ। काम गर्दाखेरि चाहिँ राम्रोसँग बुझ्नु पऱ्यो, फाइनेन्सियल त्यसको चाहिँ एस्पेक्टदेखि लिएर अरू कुराहरू एस्पेक्ट हेर्नु पऱ्यो, मार्केट कस्तो छ, अपरेसन कसरी गर्ने होइन। तपाईँले भोलि रन गर्दाखेरि धेरै च्यालेन्ज आउँछ, त्यो च्यालेन्जलाई कसरी तपाईँले फेस गर्नुहुन्छ, त्यो सबै कुराहरू विचार गरेर अनि गर्नुभयो भने डेफिनेटली सक्सेसफुल हुनुहुन्छ।